नमस्ते यहाँहरू सम्पूर्णलाई। म खगेन्द्र अधिकारी। म पञ्चपुरी नगरपालिका स्वर्गीयमा कार्यरत छु। मैले यहाँहरूलाई रेभेन्यू मोडेल स्थानीय सन्तिस कोष व्यवस्थापन प्रणाली राजस्व सङ्कलन रेभेन्यू मोडेलमा आर्थिक एन्ड प्रविष्टि कसरी गर्ने भन्ने विषयमा एउटा जानकारीमूलक भिडियो बनाउन गइरहेको छु। यहाँहरूले सम्पूर्ण भिडियोलाई अन्तिमसम्म हेरेर यहाँको सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। सर्वप्रथम हामीले आर्थिक ऐन कसरी प्रविष्ट गर्ने भन्ने विषयमा हाम्रो आर्थिक ऐन कस्तो छ त्यो कुरालाई डिपेन्ड गर्छ। आर्थिक ऐन हाम्रो के छ, आर्थिक ऐनमा शीर्षकहरू कसरी राख्नु भएको छ, राजस्वको दरहरू कसरी छ, त्यो डिपेन्ड हुने भए हुनाले हामीले विस्तृतमा सर्वप्रथम हामीले आर्थिक ऐनलाई चाहिँ अध्ययन गर्नुपर्छ। मैले पञ्चपुरी नगरपालिकाकै आर्थिक ऐन अनुसारको यो सिस्टममा चाहिँ कसरी इन्ट्री गर्ने भनेर यहाँहरूलाई सिकाउँछु। र सबै पालिकाहरूको यही हुन्छ भन्ने छैन, यहाँहरूको आर्थिक ऐन फरक पनि हुनसक्छ। यो आर्थिक ऐनसँग मिल्ने आर्थिक ऐन छ भने यहाँहरूले चाहिँ ठ्याक्कै यही तरिकाले इन्ट्री गर्न सक्नुहुन्छ। मैले पहिला आर्थिक ऐन देखाउँछु पञ्चपुरी नगरपालिकाको। यो चाहिँ आर्थिक ऐनको जग्गाको न्यूनतम मूल्याङ्कन दर हाम्रोमा के छ भने क्षेत्रहरूमा व्यापारिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र, वन बगर क्षेत्र भनेर 4वटा क्षेत्र छ। र त्यसको पनि फरक फरक सडकको आधारमा फरक फरक सडकहरूको न्यूनतम मूल्य पनि तोकिएको छ, भ्यालुएसनको आधारमा पनि दिएको छ। त्यो भ्यालुएसन पनि फरक फरक सडकको फरक फरक तरिकाले दिएको छ। यसरी मूल्याङ्कन सबै वडाको यसरी नै तोकेको छ, 4वटा क्षेत्रहरूलाई टुक्र्याएर र सडकको आधारमा दिएको छ भने यसको दर चाहिँ के छ भने 2 लाख रुपैयाँसम्मको मूल्याङ्कन भएमा रु 30 छ भने प्रति 2 लाख भन्दै यसरी गएको छ। र यसलाई कसरी इन्ट्री गर्ने भनेर मैले यहाँहरूलाई देखाउन गइरहेको छु। सर्वप्रथम हामीले सेटअप मेनुमा जान्छौँ, राजस्व शीर्षक सेटिङमा जान्छौँ र राजस्व शीर्षक सेटिङमा भूमिमालपोत कर टिक लगाउँछौँ हामीले। त्यसपछि हामी राजस्व सहायक क्रियाकलापमा जान्छौँ। राजस्व सहायक क्रियाकलापमा हामीले भूमिमालपोत कर भनेर शीर्षक छान्छौँ र यहाँ नाम लेख्छौँ भूमिमालपोत कर भनेर, भूमिमालपोत कर नाम लेख्छौँ। त्यसपछि यहाँ वार्षिक आवृत्तिमा वार्षिक बनाउँछौँ। राजस्वको वर्ग घर जग्गा नै हुन्छ, घर जग्गा बनाउँछौँ र लगती हो भन्ने बनाउँछौँ यसलाई, र स्वीकृत हो भन्ने बनाउँछौँ अनि निष्क्रिय होइन भनेर हामीले सेभ गर्छौँ। त्यसपछि हामी साबिकको गाविस नगरपालिका अनिवार्य राख्नुपर्छ भूमिमालपोत कर उठाउनको लागि, किनकि साबिकको गाविस नगरपालिका भएन भने हामीलाई पछि चाहिँ जग्गाको विवरणमा प्रविष्टिमा गएर जग्गाको विवरणमा छान्नुपर्ने हुन्छ कहाँको जग्गा हो भनेर। हाम्रोमा चाहिँ 5वटा गाविसहरू मिलेको छु। प्रत्येक गाविसको यसरी यहाँ सङ्केत नम्बर लेख्छौँ, मानव 1 नम्बरदेखि सुरु गरेर कुन गाविसको नाम लेख्छौँ अनि निष्क्रिय होइन बनाउँछौँ। जस्तै हामीले 1मा छाप्रे गाविस थियो, सेभ गर्छौँ यसरी। त्यसपछि गाउँ बस्ती पनि सक्नुहुन्छ भने यहाँले गाउँ बस्ती पनि इन्ट्री गर्नु होला, सजिलो हुन्छ। यदि सकिँदैन भने पनि केही छैन, ठिकै छ, अनिवार्य भन्ने छैन। अनि हाम्रो आर्थिक ऐनमा सडक बाटो किसिममा मैले फर्स्टमै हजुरहरूलाई आर्थिक ऐन देखाएको थिएँ। त्यहाँ 4वटा क्षेत्र देखाएको हुनाले व्यापारिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र, वन तथा बगर क्षेत्र भन्ने छ। 4वटा क्षेत्र अनुसार हामीले यहाँ सडक बाटो किसिम इन्ट्री गर्छौँ र सडक बाटोको विवरणहरू हेर्छौँ। हाम्रो यहाँ धेरै विवरण छ, मैले फर्स्टमै पनि यहाँलाई देखाएको थिएँ। त्यस्तै आधारमा हामी जस्तै वडा नम्बर 1 को लागि पनि व्यापारिक क्षेत्रमा हाँसे गाउँ सन्नी गाउँसँग जोड्ने क्षेत्र भन्ने छ। यसरी विभिन्न किसिमका क्षेत्रहरू छौँ र हामीले यो कसरी इन्ट्री गर्ने भनेर यहाँ जस्तै हामी आवासीय क्षेत्र राखियो, सङ्केतमा 1मा नाम हाम्रो आर्थिक ऐनमा जुन नाम छ त्यही नाम राख्छौँ। जस्तै हाम्रो आर्थिक ऐनमा वडा नम्बर 11 को लागि छ भने तातापानी बाबेचर मुख्य सडकसँग जोडिएका जग्गाहरू भन्ने छ भने यहाँ हामीले फेरि यहाँ तातापानी जग्गाहरू भनेर यसरी राख्छौँ। अनि अङ्ग्रेजी नाम नलेख्दा नि केही फरक पर्दैन, राजस्व अनिवार्य। अनि यो कति नम्बर वडाको हो, जस्तै तपाईँहरूको जस्तै कृषि क्षेत्र भनेर सबै पालिकालाई दिएको छ, फिक्स वडा छ भने मानव हाम्रो 11 छ भने 11 स्वीकृत हो गर्छौँ। अनि यहाँ यसरी यसलाई सेभ गर्छौँ, सडकको विवरण पनि राख्छौँ। अनि
जग्गाको उपयोग पनि केही छ भने अब हाम्रोमा यही नै 4वटा मात्र क्षेत्र उपयोगमा राख्नु भएको हुनाले यही छ। कुनै ठाउँमा तपाईँहरूको अब्बल, दोयम, सिम, 4 भन्ने पनि हुनसक्छ। जग्गाको प्राप्तिको आधार कुन आधारको जग्गा हो भनेर यहाँ राख्छौँ र जग्गाको स्वामित्वको प्रकार अपाङ्गताका भई हो कि, दलितमा हो कि, महिलाको नाममा छ कि, दुवैजनाको नाममा हुनसक्छ, कस्तो खाले स्वामित्व हो, यो स्वामित्वलाई यहाँ इन्ट्री गर्ने। यसको लागि पनि यहाँ सङ्केत नम्बर लेख्छौँ, नेपालीमा नाम लेख्छौँ। यहाँ जस्तै लेख्यौँ भने यसलाई स्वीकृतिको हो, ठिक छ, निष्क्रिय होइन भन्छौँ, सेभ गर्छौँ। यति गरिसकेपछि हामीले अब वार्षिक सेटअपमा जान्छौँ। हाम्रो सेटअपमा जग्गा सम्बन्धी भूमि मालपोत कर लिनु छ भने सेटअपमा हामीले यति जग्गा विवरणसम्म भ्याउँछौँ। हामी जान्छौँ वार्षिक सेटअपमा। वार्षिक सेटअपमा हाम्रो जग्गाको मूल्याङ्कन भएको हुनाले यहाँ जस्तै हेर्न सक्नुहुन्छ, मानौँ यहाँ हाम्रो व्यापारिक क्षेत्रमा तातापानी, बाबिया, चरमुखे, सटरसँग जोडिएका जग्गाहरू भन्नेमा 5 लाख भ्यालुएसनमा मूल्याङ्कन भएको हुनाले हामीले यहाँ के गर्छौँ भने जग्गाको मूल्याङ्कन आधारमा जान्छौँ। आधारमा हामीले के आधार लिन्छौँ भनेपछि सडक बाटोको किसिम, त्यसलाई सडकको विवरणमा लिन्छौँ। 2 नम्बरमा हामीले जब कि हामीले सेटअप मेनुमा 2टा मात्र सडक बाटो किसिम र सडकको विवरण राखेका हुनाले हामी वार्षिक सेटअपमा गएर जग्गा मूल्याङ्कनको आधारमा पनि ठ्याक्कै त्यही लिन्छौँ। अनि यहाँ जग्गाको मापन एकाइ यहाँ धेरै हुन्छ, तर हामीले यहाँ रोपनीको आधारमा लिने भने गणना विधिमा एकदम सिम्पल क्वान्टिटी इन्टु रेटमा लिन्छौँ र यहाँ 2टा टिक लगाएर यसलाई के गर्छौँ, सडक बाटोको विवरण र सडक बाटोको किसिम भनेर सेभ गर्छौँ। त्यसपछि जग्गाको मूल्याङ्कन दर सेटअप भनेपछि हाम्रो आर्थिक ऐनमा जति दिएको छ ठ्याक्कै त्यहीलाई के गर्छौँ, हामीले यहाँ इन्ट्री गर्छौँ। रोपनी, प्रत्येक रोपनीको कसरी गर्ने, हामीले प्रत्येक रोपनीको आर्थिक ऐनमा दिए हुन्छ जति भ्यालुएसन छ त्यसरी चाहिँ हामीले यहाँ प्रत्येकमा एक रोपनीको कति रुपियाँ छ हरेक जग्गाको हामीले यस्तै गरेर इन्ट्री गर्छौँ। यति गरिसकेपछि हामी जान्छौँ अब करका दरको आधारमा। करका दरको आधारमा भूमि मालपोत करमा जान्छौँ। भूमि मालपोत कर के आधारमा लिन्छौँ भनेर हामीले चाहिँ यहाँ पहिला भ्यालुएसन गर्छौँ। यहाँ सिम्पल इन्टु रेटमा हो कि तपाईँको रेन्जमा लिने हो कि कसरी लिने हो, यहाँ रेन्जमा लिन मिल्छ। हाम्रो प्रायः रेन्जमा भए हुनाले म यहाँ रेन्ज नै लगाएँ। प्रणाली भन्नाले प्रणाली लिन्छ। अनि यहाँ इनपुट हेडिङ यसले गर्दा नि कसरी लिने भनेर मेन यसले निर्धारण गर्ने भए हुनाले इनपुट हेडिङमा के गरियो भने V304 माइनस 307 गर्छौँ। 304 भनेको के हो भने जग्गाको मूल्याङ्कन रकम माइनस जग्गामा बनेको घरले चल्चेको जग्गाको मूल्याङ्कन रकम भनेपछि हामीले सम्पत्ति करमा V307 को चाहिँ सम्पत्ति करमा जाने भए हुनाले जम्मा जग्गा माइनस जग्गाले सम्पत्ति कर घटाएपछि भूमि मालपोत कर मात्र रहने भए हुनाले यसरी लिन्छौँ र रु राख्छौँ। यसरी हामीले अनि यता चाहिँ जग्गाको मात्र लिन्छौँ। हामीले यता सम्पत्ति करमा घर र जग्गा दुइटै भन्ने हुन्छ भने यहाँ चाहिँ जग्गाको मात्रै लिन्छौँ। बाई ल्यान्ड बाई इन्डिभिजुअली भनेको प्रत्येक किताको मात्रै देखाउनुहोस् भन्ने, किनकि अब सहरी क्षेत्रमा के हुन्छ भने अलिकति सहरी क्षेत्रमा प्रत्येक किताको लोन लिनुपर्ने भए हुनाले हामीले एकमुष्ट रूपमा राख्यौँ भने कहिलेकाहीँ त्यो समस्या देखिन्छ र उहाँले ब्याङ्कमा लोन लिन सक्नुहुन्छ। अन्य कुनै ठाउँबाट सहकारीहरूबाट विभिन्न ठाउँबाट लोन लिँदाखेरि प्रत्येक किताको चाहियो, एकमुष्ट नराख्नुहोस् भनेपछि इन्डिभिजुअली लिने गर्छौँ। र यो व्यक्तिगत पनि हुनसक्छ, संस्थागत पनि हुनसक्छ। जग्गाको मूल्याङ्कन देखाउने नदेखाउने भन्ने चाहिँ देखाउने हामीले देखाएर यसरी लिन यसलाई लिन्छौँ र हामी करका दर सेटअपमा जान्छौँ। त्यो सेभ गरिसकेपछि भूमि मालपोत करमा जान्छौँ। हामी रेन्जमा थियो, मैले फर्स्टमै भनिसकेँ। आधारमा हामीले रेन्ज चुज गरे हुनाले 1 देखि 2 लाखसम्मको 30 रुपियाँ भन्ने छ, जुन यो हामीले हाम्रो आर्थिक ऐनमा 1-2 लाख रुपियाँसम्मको 30 रुपियाँ भन्ने छ। 2 लाख रुपियाँदेखि 5 लाख रुपियाँ प्रति लाख 15 रुपियाँ भन्ने छ। यसलाई हामीले यहाँ ठ्याक्कै जे छ आर्थिक ऐनमा त्यही कुरालाई राख्छौँ र 1,50,00,000 देखि माथिको इन्फिनिटको रूपमा यसरी -1 राखेर यसलाई पनि के गर्छौँ, लेख्दै एड गर्दै जान्छौँ र फाइनलमा यसलाई पनि सेभ गर्छौँ। यति गरिसकेपछि हामीले चाहिँ भूमि मालपोत कर कसरी इन्ट्री गर्ने भनेर फाइनल्ली रूपमा सकिन्छ। र त्यो आयो कि आएन भन्नको लागि हामीले व्यक्तिगत करदाता बनाएर जग्गाको विवरणमा गएर जग्गाको विवरण इन्ट्री गरेर र फाइनलमा कर सङ्कलनमा गएर हेरेपछि विवरण आउँछ र आउँछ। धन्यवाद यहाँहरूले अहिलेसम्म भिडियो हेर्नुभयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। केही सल्लाह सुझाव प्रतिक्रिया भएपछि राख्नुहोला र यो भिडियोलाई सकेसम्म नेपालका सम्पूर्ण
ओडामा पुग्ने गरेर र सम्पूर्ण पालिकाहरूमा आर्थिक ज्ञान प्रविष्ट गर्नको लागि शाखा प्रमुखहरूले हेर्न सक्ने तरिकाले यहाँले सेयर गरिदिनुहुन्छ भन्ने आशा लिएको छु।